राजतन्त्रको विरोधीहरूले प्रोपागान्डा छरे पारसको ब्याड साइड देखाएर भन्ने गर्छन् सपोर्टरहरू। यदि पारस शाह राजा भयो भने हामीले बोल्ने अधिकार पनि गुमाउँछौं र देशलाई राणाकाल भन्दा पनि पछाडि लग्छ भनेर भ्रम फैलायो र एउटा ब्याड क्यारेक्टरको ट्याग लगाइएको थियो। आफ्नो रिस र इगोको कारण आफूलाई लगाएको आरोप गलत साबित गर्नुको साटो झन् गलत कामहरू गर्दै गए। उनले त्यति बेला आफूमाथि षड्यन्त्र रचेको भनेर छुटाउनै सकेन। पछि रियलाइज त गरे तर एकदमै ढिला भइसकेको थियो। हामीले यसो नियालेर हेर्ने हो भनी पनि पारस शाहले गरेको राम्रो कामहरू खासै बाहिर आउँदैन थियो। उसको ब्याड साइड मात्र देखाइन्थ्यो। यो हेरेर पनि ऊ माथि षड्यन्त्र रचेको थियो कि भनेर पनि बुझ्न सकिन्छ। उनले राम्रो काम गरेन उनी आफूलाई थाहा छ। उनले कहिले पनि खुलेर व्यक्त भने चाहिँ गरेको छैन। पछिल्लो वर्षहरूमा व्यक्तिगत विवादहरूका बावजुद उनी सुधारतर्फ लागिरहेको भन्ने भनाइ आइरहेको छ। तर यो सुधारले देश र जनताको लागि कुनै महत्त्वपूर्ण योगदान दिएको भनी चाहिँ छैन। उनले अझै पनि चाहे भने धेरै कामहरू गर्न सक्छन्। यो त भयो बितेका कुराहरू। अनेक जालझेल गरेर राजतन्त्र फालेका ठूला पार्टीका नेताहरू र उनीहरूका छोराछोरीहरू पनि चोखो भनी चाहिँ छैन। पारस शाहलाई त ब्याड क्यारेक्टर बनाएर प्रेजेन्ट गरे, तर आफू र आफ्नो सन्तानलाई भने पावरको मिसयुज गरेर बचाइरहेका छन् ठूला दलका पार्टीका नेताहरूले। राजशासनको बेलामा पारस शाहले गरेको काण्डहरू भन्दा 4 गुणा बढी छ अहिलेका नेताहरू र नेताहरूका छोराछोरीहरूको काण्डहरू। यही कारणले पनि 100 राजा भन्दा 1 राजा ठिक भन्ने सोचहरू आउँदै गएको छ जनताहरूमा। तपाईहरूलाई के लाग्छ? आफ्नो धारणा कमेन्ट मार्फत दिनुहोला।